स्केलेटल सिस्टम भनेको के हो? अलिकति ओभरभ्यू भन्न सकिन्छ कि? ओभरभ्यू मात्र छ, यो अलिकति मात्र भनिदिने हुन्छ। स्केलेटल सिस्टम भनेको छ नत्र भनेको कति थरीको हुन्छ। अरू पक्नु सर म भन्छु। पढाउनुहोस् न थाहा भएन र? भयो थाहा भएन सर अब राम्रोसँग थाहा भएन। स्केलेटल सिस्टम भनेको हामीले एउटा बडी फ्रेमिङ दिने, सिम्पली भन्दाखेरि हाम्रो बडीहरूको मसल्सहरू केसँग एट्याच भएर बसे अन्त स्केलेटल ए सिस्टमसँग या बोनहरूसँग एट्याच भएर बस्यो र एउटा सेप र साइजहरू बन्यो नि त। नत्र भने हाम्रो मसल्सहरू त्यही कहाँ बस्न सक्छन् र? त्यही त्यही बोनहरूसँग एट्याचै भएन भने एउटा सिस्टम यो तिनीहरू उब्नै सक्दैनन् नि त, हामी उब्नै सक्दैनौँ नि त। तिनीहरू एट्याच भएनन् भने एकअर्कासँग केही हेल्पहरू गरेको हुन्छ। हामी त्यसकै बारेमा कति सेपहरूको कहाँ कहाँ पाइन्छ र कहिले बन्छ भनेर पढ्ने आज यो सिस्टम। द हजुर स्केलेटल The skeletal system is the structural framework that support a body. अघि मैले भनिसकेँ एउटा स्केलेटल सिस्टम भनेको के हो त? स्ट्रक्चरल फ्रेमवर्क द्याट सपोर्ट अ बडी, बडीहरूलाई उभिनलाई अनि हिँड्नलाई, मसल्सहरूलाई एक ठाउँमा राख्नलाई, जुन मसल जहाँ हुनु पर्यो त्यहाँ हुनलाई राख्नलाई, अनि हामी कुनै पनि काम गरिरहेछौँ जब सबैको सपोर्ट भएर गर्न सकौँ भनेर एउटा के दिइरहेछ? स्ट्रक्चर फ्रेमवर्क, एउटा सेप र साइज बनाएको छ नि त, फ्रेम जस्तो झ्याल जस्तो बनाएको छ नि त। झ्याल छ हजुर भने सर एउटा भित्ता छ, घरको भित्ता छ, घरको भित्तामा बालुवा पनि छ, सिमेन्ट पनि छ, अनि त्यसमा स्टिलहरूको रडहरू पनि छ होइन, यी ब्रिक्सहरू रडहरू पनि छ छ। अनि तिनीहरू भएर एउटा फ्रेम बनाएर बस्यो भने हामी त्यो घरमा बसिरहेको छौँ, तिनीहरू फ्रेम बनायो होइन, त्यस्तो त्यस्तो भएर मिलेर बनायो। त्यस्तै यो पनि स्ट्रक्चरल फ्रेमवर्क बनाएर हाम्रो बडीलाई सपोर्ट गरेको छ उभिनमा होइन। हजुर Bone is a one type of hardest connective tissue of the body. यसलाई के त हामीले कनेक्टिभ टिस्यु पनि भन्छौँ, तर कस्तो हार्डेस्ट कनेक्टिभ टिस्यु? हाम्रो लिक्विड कनेक्टिभ टिस्यु कुन हो थाहा छ? के सर लिपिड हजुर, लिपिड टिस्यु होइन त्यो मत होला के हो ब्लड हो है। त्यही ब्लड पनि एउटा कनेक्टिभ टिस्यु हो। कुन टाइपको त? फ्लुइड हो, त्यो पनि फ्लुइड कनेक्टिभ टिस्यु भन्छौँ अथवा स्पेसल कनेक्टिभ टिस्यु भन्छौँ हामीले। फ्लुइड पनि भन्न मिल्यो, स्पेसल पनि भन्न मिल्यो। कहिलेकाहीँ अब एमसिक्यूमा हो इज वान अफ द फ्लोइङ इज नोन एज अ स्पेसल कनेक्टिभ टिस्यु भनेर सोध्यो भने, अनि ब्लड पनि दिएछ अप्सनमा, अरू अरू नि मसल्सहरू नि अप्सनमा दियो भने हामीले ब्लडलाई चुज गर्नुपर्ने हुन्छ है। हुन्छ बोन सर केले बनेको हुन्छ त? बोन इज कम्पोज अथवा कम्पोज भने कन्सिस्ट भने यिनीहरू वर्ड सिमिलर सिमिलर वर्ड हुन्। के मिलेर बनेको हुन्छ त? वाटर 25% वा मिलेर बनेको हुन्छ। अर्ग्यानिक कम्पाउन्ड र बोन सेलहरू, बोन सेलमा कुन कुन त? ओस्टियोब्लास्ट, ओस्टियोसाइडहरू, यिनीहरूको म अहिले तल डिटेलमा भनिदिन्छु। अनि अस्टियो अरू के त? इनअर्ग्यानिक कम्पाउन्डहरू मेनली क्याल्सियम फोस्फेट 50% जति हुन्छ। सबैभन्दा बढी पाइने कुन हो त क्याल्सियम वनमा? 50% क्याल्सियम फोस्फेट 50% त्यसमा हुनुहुन्छ इनअर्ग्यानिक हजुर, कम्पोस्ट सोधियो भने अब कहिलेकाहीँ एमसिक्यूमा सोध्यो भने विच अफ द फ्लोइङ वान इज फाउन्ड मोर इन बोन
भनेर अथवा बोन फर्मिङ भनेर सोधियो भने हामीले क्याल्सियम फस्फेट अप्सनमा दिएछ भने हामीले क्याल्सियम फस्फेट लाउन पर्छ है सर एउटा अप्सनमा। कुरा सुन्नुहोस् न सर यसमा त्यो इक्जाम त धेरैजना दिएछ होइन सर तर यसमा अनलाइन क्लासमा किन आउँदैन यिनीहरू इक्जाम सबैले अहिले त्यो मोडल सेट फ्रीवाला हो होइन, क्विकली मोडल सेट चाहिँ सबैलाई दिन दिँदै म अहिले फेरि इक्जाम पनि छ नि त अझै अरूजनाको। त्यो मतलब यति नै जना छ कि त्यो मतलब वर्ल्ड अरू स्टुडेन्टहरू पनि अरू छ नि सर छन् तर जोइन गर्न अहिले भने होइन कि भनिरहन् इक्जाम सकिसकेपछि मात्र जोइन गर्ने भने। ओल्ड फेसन मतलब त्यो ओल्डहरू स्टुडेन्टहरू पनि छ सर त्यो पुरानो स्टुडेन्टहरू पनि छ सर पुरानो स्टुडेन्टहरू छन् अब तिनीहरूको इक्जाम छ होइन, अब भने अब तिनीहरू पास भएन भने त जोइन गर्न परेन होइन, लोकसेवातिर जोइन गर्ने। अनि बाइ द वे केही भयो भने अब तिनीहरू नि प्रिपेयर होइन न, अस्ति हामीले इक्जाम गराएको 15 दिन त्यसमा चाहिँ कन्ट्याक्ट भएको थियो। अनि हुन्छ सर हामीले अब हेर्ने पहिला अहिले हामी नि प्रिपेयर गरे होइन बाहिर, अनि के आज हुन्छ सन्देश त्यसपछि नै पनि भन्ने आएको भने। सर सन्देश पनि आएको सन्देश छ त हिजो राति मेसेज गरे 8:10-15तिर, अनि कोही के पनि नआएर मैले फोन गर्दै थिएँ। बाढीले त घरिघरि लाइ नै हुँदैन, घरिघरि के हुन्छ अहिले त गाह्रो छ। बल्ल सर बल्ल आज तपाईँको पढाइ छैन सर आयो। सुन तपाईँको पढाइ धेरै राम्रो लगिरहेछ मलाई होइन राम्ररी बुझाउनुहुन्छ यही छ अलि मेहनत गर्नुपर्छ सर त्यही छ अरू केही छैन यसमा अब हिजो अस्ति एकजनालाई अझै जोडेको थिएँ, उहाँलाई नि भनेको थिएँ, उहाँले नि सर हुन्छ म जोइन गर्छु भन्नुभएको थियो, खै कहाँ हराउनु भयो। ठिकै हुन्छ त्यो हामी अघि बढौँ है। अनि आउटर कभरिङ चाहिँ हामीले मेरैमा सोधेको थिएँ यो बोनको आउटर कभरिङलाई के भन्दा मैले चाहिँ एमसिक्यू मात्र प्रिपेयर गरेको थिएँ, सेल्फ प्रिपेयर पनि गरेको थिएँ, अलिकति सरहरूको भिडियोहरू नि हेरेको थिएँ, त्यस्तो क्लास पनि जोइन गरेको थिएन मैले। यो पेरियोस्टियम मैले हरेकपल्ट हरेक इक्जाममा चाहिँ सोधेको नै रहेछ। प्रिभियस इक्जामहरू कोही प्रिभियस साथीहरू छन् भने उहाँहरूसँग सोध्नु स्केलेटल सिस्टमबाट बोनको आउटर कभरिङ भनेर क्वेसन आथ्यो कि आथेन, प्रायःले भन्छन् कि आथ्यो क्वेसन। यो क्वेसन आउटै हो अथवा भनौँ नत्र भने फिक्सै क्वेसन हो कि एउटा, कुनै कुनैमा मात्र सोध्दैन नत्र भने सबैमा प्रायः सोधेको नै हुन्छ। आउटर कभरिङ अफ बोन भनेर के भन्छौँ हामीले पेरियोस्टियम भन्छौँ भन्नु होला। अनि यसले चाहिँ के कन्टेन गरेको हुन्छ त ब्लड भेसल, स्लिम भेसल, नर्भहरू जसले चाहिँ हाम्रो ब्लड सप्लाईहरू लङ बोनमा हाम्रो ब्लडहरू बन्छ कि नै आरबिसीहरू बन्छ नि त होइन, तिनीहरूलाई सप्लाई गर्ने र तिनीहरूलाई नि केही ब्लडहरू चाहिएको हुन्छ, प्लाज्मा न्युट्रियन्टहरू चाहिएको हुन्छ, अनि त्यो सबै कहाँदेखि जान्छ त ब्लड भेसल्सहरूबाट जान्छ नि त होइन। रेड ब्लड सेलहरूले अक्सिजनहरू क्यारी गर्छन्, न्युट्रियन्टहरू क्यारी गर्छन्, वेस्ट प्रडक्टहरू केही क्यारी गर्छन्, जुन बोनमा वेस्ट प्रडक्टहरू बनेको हुन्छ त्यो चाहिँ निस्केर यही ब्लड भेसल्सहरूको मार्फत चाहिँ कहाँ जान्छ त बाहिर जान्छ, एक्सक्रिटरी सिस्टममा जान्छ, त्यहाँबाट बाहिर फाल्छ हाम्रो बडीले होइन। टेन्डन एन्ड लिगामेन्ट आर एट्याच विथ केसँग त पेरियोस्टियमसँग, हाम्रो टेन्डन लिगामेन्ट भन्छौँ नि त होइन, टेन्डन केसँग जोइन्ट हुन्छ त मसल्स टु मसल्स जोइन हुन्छ, लिगामेन्ट मसल्स टु बोन जोइन हुन्छ, बोन टु मसल्स पनि भन्न पाउनुभयो, अथवा कहिलेकाहीँ भन्न सकिएन भने मसल्स टु बोन पनि भन्थ्यो, तर मेनली भन्दाखेरि बोन टु मसल्स भन्नु होला, किनभने बोनदेखि निस्केको हुन्छ र मसल्समा गएर एट्याच हुन्छ। टेन्डन चाहिँ के अरे मसल्स टु मसल्स भएर एट्याच हुन्छ। त्यो नि क्वेसन यसबाट सोधिदिन सक्छ, क्वेसन हामी जति नै बनाउन मिल्छ यिनीहरू एमसिक्यू क्वेसनहरू, तर अब थ्योरीको क्वेसनहरू चाहिँ त्यति बनाउन मिल्दैन होइन। एउटा क्वेसन लेख्यो भने त्यसमा धेरै कुरा आइहाल्छ, त्यही भएर एमसिक्यूहरू अलिक बढी फोकस गरियो भने त राम्रो हुन्छ। यसमा प्राय एमसिक्यू जस्तो नै छ, अनि अब थ्योरी पढ्नु भएको हुन्छन् भने थ्योरी जस्तो नै छ। अनि बोनको फर्मेसनलाई हामीले के भन्छौँ त ओसिफिकेसन भन्छौँ, प्रोसेस अफ बोन फर्मेसन भनिदियो भने हो, वाट इज कल्ड बोन फर्मेसन भनिदियो भने ओसिफिकेसन भन्ने हामीले है। ओसिफिकेसन हाम्रो 4देखि 5 हप्ता अफ इन्ट्रायुटेरिन लाइफ एन्ड कम्प्लिट एट एबाउट 21st इयर अफ लाइफ। हामीले गर्भमा रहिरहेको बेला 4देखि 5 हप्ता गर्भ भयो भने
चौथोदेखि पाँचौँ हप्ताभित्र हाम्रो बोनको फर्मेसनहरू स्टार्ट हुन थाल्छ होइन। र तिनीहरू कहिलेसम्म कम्प्लिट हुन्छ त, कम्प्लिटली एकदमै कम्प्लिट कहिलेसम्म हुन्छ त, 21 वर्ष पुगुन्जेलसम्म बोन हाम्रो चाहिँ बनिरहेको हुन्छ। कहिले बच्चाहरूको एक्सरेहरू हेर्नुभयो होला भने हजुरले कुनै ठाउँको पनि एक्सरे हेर्नु, खुट्टाको होइन, एङ्कलहरू हेर्नु, त्यहाँ राम्रोसँग चाहिँ हाम्रो टिबिया फिबुला चाहिँ एट्याच भएको हुन्न होला, छैन होला। बच्चा 18 वर्षभन्दा मुनिको हेर्नुभयो भने राम्रोसँग एट्याच भएको छैन होला। तर कहिलेकाहीँ के हुन्छ भने यो 21 वर्ष त हाम्रो एबाउट 21st इयर भनेको छौँ नि त, तर कुनै कुनै बच्चाको चाहिँ 18 वर्षमा नि पुरा हुन सक्छ, बोन चाहिँ राम्रोसँग वृद्धि विकास हुन सक्छ है। र सबैभन्दा पहिला चाहिँ बोन चाहिँ कुन बन्छ भने थाहा, क्लेभिकल बन्छ है। त्यो चाहिँ याद गर्नु होला, त्यो चाहिँ सोधिरहेको हुन्छ। विच बोन इज फर्स्ट ओसिफाई भनेर सोधिन्छ, कुन बोन भन्छ अरे पहिला भनेर सोधिन्छ, क्लेभिकल भन्छ। र सबैभन्दा पछिसम्म बनिराख्ने त्यही हो, सुरुमा त्यही बन्छ तर लास्टसम्म रहिरहन्छ, त्यो बनिरहेको हुन्छ। र त्यसमा चाहिँ हाम्रो बोन मेरोहरू पाइन्न र त्यहाँबाट रेड ब्लड सेलहरू बन्दैन है। बोनको स्ट्रक्चर कस्तो छ त, लङ बोनमा दुईटा मेन पार्ट हुन्छ। कुन कुन पार्ट त, एउटा इपिफाइसिस अथवा डाइफाइसिस, हामीले त्यसलाई साफ्ट पनि भन्छौँ, बिचमा हुन्छ होइन। एपिफाइसिस दुवै साइडमा हुन्छ अनि साफ्ट चाहिँ बिचमा हुन्छ है। इपिफाइसिस के हो त, इट इज अ वाइडर सेक्सन अफ लङ बोन एन्ड प्रेजेन्ट एट द इन्ड। दुवै साइडको वाइडर सेक्सन हो, बाक्लो सेक्सन हो, लामो बोनमा जुन हुन्छ होइन। र दुवै बोनको दुवैतिर इन्डतिर हुन्छ, अन्त्यतिर। हजुरलाई म फोटो पनि देखाइदिउँ र त्यसको। हेराउनु सर। एकछिन। यहाँ हेर्नु, यहाँ माथिको यो जुन छ नि, यो इपिफाइसिस हो। माथिको जुन छ यो इपिफाइसिस हो, यो पनि इपिफाइसिस हो। यहाँ हेर्नु, डिस्टल इपिफाइसिस लेखेको छ, यहाँ प्रोक्सिमल इपिफाइसिस लेखेको छ। यो बिचको त्योभन्दा तल आइयो भने मेटाफाइसिस, यो डाइफाइसिस मैले भने। यो डाइफाइसिसलाई हामीले साटो भन्छौँ। अघि मैले भने होइन, त्यहाँबाट ब्लड भेसल्सहरू आएको हुन्छ, यहाँ ब्लड भेसल्स आएको छ, यहाँदेखि न्युट्रियन्टहरू। यो आउटर कभरिङ जुन छ पेरियोस्टियम भन्छौँ, येल्लो बोन मेरो छ। अनि यो बिचको खाली पार्टहरूलाई हामीले के भन्छौँ त, मेडुलेरी केभिटी भन्छौँ। यसको भित्रको लाइनिङलाई इन्डोस्टियम भन्छौँ। र रेड बोन मेरो यहाँ हेर्नु इन्डमा छ, यसले चाहिँ के गर्छ, रेड ब्लड सेलहरू प्रोड्युस गर्छ है। मेनली रेड ब्लड सेलहरू चाहिँ प्रोड्युस गरेको हुन्छ। बुझ्नुभयो यहाँसम्म? हजुर सर। अनि त्यसपछि के त, वेयर इन्नर पार्ट इज फिल्ड विथ स्पन्जी बोन एन्ड आउटर पार्ट इज मेड अफ विथ कम्प्याक्ट बोन। के त, इन्नर पार्ट चाहिँ के छ त, स्पन्जी। अघि मैले हेरेँ नि त त्यो के अरे जाम, जाङ हेराउनु। जहाँदेखि रेड बोन मेरो छ नि, त्यो चाहिँ स्पन्जी, त्यति बलियो चाहिँ हुन्न। तर त्योभन्दा तलको जुन चाहिँ आउटर पार्टहरू छ हुन्छ होइन, भित्रको त इन्नर पार्टहरू रेड बोन मेरोको चाहिँ स्पन्जी बोन भइसक्यो, अलि बलियो हुन्न भित्र। तर बाहिर चाहिँ के हुन्छ त, कम्प्याक्ट हुन्छ, बोन अलिक बलियो हुन्छ है। अनि यो इपिफाइसिसले के कन्टेन गरेको हुन्छ त, रेड बोन मेरो विच इज रेस्पोन्सिबल फर प्रोडक्सन अफ ब्लड सेल। अघि मैले भनिसकेँ, त्यसले रेड बोन मेरोले के प्रोड्युस गर्ने हो त, प्रोडक्सन गर्ने हो त, रेड ब्लड सेलहरू प्रोड्युस गर्ने हो होइन। र त्यस्तै डाइफाइसिस, बिचको पार्टलाई हामीले साफ्ट पनि भन्छौँ अथवा डाइफाइसिस भन्छौँ। तिनीहरूको डिस्क्रिप्सनहरू कस्तो छ भनेर हेर्दाखेरि अब
तिनीहरूले इट इज कम्पोज विथ कम्प्याक्ट बोन विच इज कन्टेन येल्लो बोन मेरो होइन येल्लो बोन मेरोहरूले के कन्टेन गरेको हुन्छ त के स्टोर गरेको हुन्छ त तिनीहरू त बलियो हुन्छ भित्र येल्लो बोन मेरो छ होइन तिनीहरूमा स्पन्जीहरू त्यस्तो हुन्न येल्लो बोन मेरो छ बाहिरदेखि कम्प्याक्ट हुन्छ एकदमै बलियो हुन्छ त्यसलाई फुटार्यो भने क्रुम क्रुम आवाज आउँछ होइन कुखुराको त हड्डीहरू चपाउनु भयो होला नि त ल्यागहरू को खान्छ ए ल्याग हजुर पिस हजुर अनि चपाउनु त त्यसलाई क्रुम क्रुम भनेर आउँछ अनि कुरकुरे हड्डी नि हुन्छ एउटा काटीले होइन येल्लो बोनमेरी स्टोर फ्याट यसले के स्टोर गरेको हुन्छ त फ्याटहरू स्टोर फ्याट गरेको फ्याट हुन्छ फ्याट त्यसमा मोटापन होइन सर हजुर फ्याट भन्नाले मोटापन होइन सर फ्याटहरू त्यही मोटोपन मात्र हो एउटा होइन नि त हामीले अस्ति पढेको होइन डाइजेस्टिभ सिस्टममा हामीले खाना खाने बेलामा मात्र एउटा कार्बोहाइड्रेट र प्रोटिन मिल्दैन नि त फ्याटहरू लिपिडहरू नि मिल्छ फ्याट भनेको नराम्रो कुरा होइन राम्रो कुरा हो तर लिमिटमा खाइयो भने चाहिने मात्रामा मात्र खाइयो भने राम्रो कुरा हो नत्र भने त्यो नराम्रो हुन्छ नि त कुनै पनि नि कुराहरू केही पनि छ भने हजुरले कामै गरिरहनु भएको भने केही लिमिटसम्म गर्नुभयो भने त थकान त्यति हुन्न नि त थकावट लाग्दैन नि त होइन तर हजुर बढी त्यही गरेको गरेर त्योबाट जति फाइदा लिनुपर्ने त्यति फाइदा लिइसक्नुभयो त्यही पनि त्यही गरिरहनु भएको छ नि त त्यो बेफाइदातिर जान्छ नि त हजुरलाई थकावट हुन्छ होइन दीर्घहरू बढी लाग्न सक्छ केही हुनसक्छ इन्जुरीहरू केही हुनसक्छ त्यही भएर फ्याटहरू जुन एक्स्ट्रा कन्टेनिङ फ्याटहरू हुन्छ जस्तै कि हामीलाई जति अहिले फ्याट चाहिरहेको छ त्यति फ्याट हामीले हाम्रो बडीले कन्ज्युम गरिसक्यो तर एक्स्ट्रा फ्याटहरू कहाँ स्टोर गर्नुहुन्छ लिभरमा स्टोर हुन्छ अनि यो येल्लो बोन मेरोहरूमा गएर स्टोर हुन्छ येलो बोन मेरोमा यो स्टोर हुन्छ होइन सर हजुर ठिकै छ Yellow bone marrow is present in the medullary canal which is lined with endosteum. भित्रको लाइनिङलाई के भन्छौँ रे हामीले इन्डोस्टियम भन्छौँ र त्यहाँ के प्रेजेन्ट हुन्छ त त्यो भित्रको क्यानललाई हामीले के कुन क्यानल भन्छौँ त मेडुलरी क्यानल अघि हामीले फोटोमा हेरिदिइसक्यौँ होइन हेबार्सियन क्यानललाई हामीले अरू के भन्छौँ होला हजुर सर हेबार्सियन क्यानललाई हामीले अरू के भन्छौँ होला एभर्सिन के थाहा भयो नि सर नेटवर्कहरू यहीँ हेर्नु नि कन्टेनिङ ब्लड लिम्ब भेसल्स एन्ड नर्भ त्यसको नेटवर्कहरू बुझ्नु नि त यतिले त्यो जहाँ गएर बसेको हुन्छ तिनीहरूको नेटवर्कहरूलाई हामीले के भन्छौँ त एभर्सिन जुन एभार्सियन क्यानल भन्छौँ जहाँबाट निस्किएको हुन्छ कि यो लिम्ब भेसल्स ब्लड भेसल्स नर्भहरू जहाँबाट निस्किएको हुन्छ बोनमा गएर त्यहाँ के हुन्छ त एभार्सियन क्यानल बनाएको हुन्छ र अघि हामीले टाइप्स वाटरले भनेको थियो अर्ग्यानिक कम्पाउन्ड र बोन सेलहरूले भनेको थियो तिनीहरूको बोन सेलहरूको टाइप के थियो त ओस्टियोक्लास्ट थियो ओस्टियोब्लास्ट थियो ओस्टियोसाइटहरू थियो त्यसको बारेमा हामीले अलिकति पढ्छौँ टाइप्स अफ सेल भनेर ओस्टियोब्लास्टले के गर्छ त इट इज अ बोन फर्मिङ सेल विच इज रेस्पोन्सिबल फर रिपेयरिङ अ फोल्ड बोन अर फ्र्याक्चर बोन एक्ट एज अ बोन फर्मेसन यसले के गरिरहेछ त बोन यसको रेस्पोन्सिबिलिटी के छ त जुन पुरानो बोन भन्दा पनि जस्तै कि कुनै नयाँ बोन बनिरहेछ बच्चा छ होइन कुनै नयाँ बोन बनिरहेछ तिनीहरूलाई बलियो बनाउन पर्यो नि त्यसमा अलिक काम गर्छ फ्र्याक्चर भएको छ र तिनीहरूलाई अब फ्र्याक्चर भएको छ त्यहाँको बोन त हार्ड छ नि त जसको कम्प्लिटली फ्र्याक्चर हुन्छ होइन इन्कम्प्लिट फ्र्याक्चर भन्दा पनि कम्प्लिट फ्र्याक्चर जसको हुन्छ त्यहाँ बिचको बोन त हटेको हुन्छ अनि त्यहाँ हामीले स्ल्याबहरू लगाएर प्लास्टरहरू लगाएर अथवा ओटी गरेर जुन राख्छौँ हामीले त्यहाँ बिचमा त केही न केही मात्रामा ग्यापिङ हुन्छ नि तिनीहरूलाई फिल गर्नको लागि त्यो फ्र्याक्चरलाई कम्प्लिट गर्नको लागि बोनले कुन सेलले काम गर्दो रहेछ त ओस्टियोब्लास्टले काम गर्दो रहेछ है अब यो इट इज अ बोन फर्मिङ सेल विच इज रेस्पोन्सिबल फर रिपेयरिङ अफ ओल्ड बोन अर फ्र्याक्चर बोन भनेर लेख्न सकिएन भने एक्ट एज बोन फर्मेसन भनेर याद गर्नु होला यति मात्र याद गर्नुभयो भने केमा काम गर्छ भने त
बोन फर्मेसनमा काम गर्छ भन्ने कुरा याद हुन्छ नि त। अनि कहीँ पनि भन्न सकिन्छ होइन। ओस्टियोक्लास्टले के गरिरहेछ त? हेल्प इन द रिजप्सन अफ बोन टु मेन्टेन द ऑप्टिमम सेप ड्युरिङ ग्रोथ एन्ड टु रिमुभ एक्सेस क्यालस ड्युरिङ हिलिङ अफ फ्र्याक्चर एक्ट एज अ म्याक्रोफेज। हामीले अस्ति लिभरको म्याक्रोफेजहरूको बारेमा कुरा गर्थेँ। यसमा त्यस्तै ओस्टियोक्लास्ट बोन सेलको ओस्टियोक्लास्टले म्याक्रोफेजको जस्तै काम गरिरहेछ। के गरिरहेछ त? जुन चाहिँ बोनहरूको सेपहरू साइजहरू छ होइन, सेपहरू जस्तै कि गोलो छ भने लङ छ भने लङ हुनु पऱ्यो, फ्ल्याट छ भने फ्ल्याट हुनु पऱ्यो, इरेगुलर छ भने इरेगुलरै भएर बस्नु पऱ्यो। अब के अरे बडी भराको इरेगुलर सेपको बोन छ भने त्यहाँ गएर हामीले लङ बोन फिमर लगाइदियौँ भने हुन्छ? हुँदैन नि होइन। तिनीहरूलाई मेन्टेन गरेर फ्र्याक्चर भएको छ, तिनीहरू माथि क्यालस आउँछ होइन, क्यालसहरू डिपोजिट भएको हुन्छ। क्यालस भन्दा पनि हामीले कहीँ पनि हात कटेको हुन्छ होइन, त्यहाँ हेर्नु त केही न केही मात्रामा माथि अझै अर्कै स्किन आउँछ पहिला, हिल हुनभन्दा पहिला, त्यसलाई हामीले क्यालस भन्छ होइन। तिनीहरूलाई रिमुभ गर्छ यसले होइन, त्यसलाई काटेर फाल्छ। त्यहाँ सेप एकदमै मिलाउँदो, जस्तो सेप अहिले छ त्यस्तो सेप पछि पनि रहिरहोस्, नत्र भने इरेगुलर हुन्छ नि त। फिमर चाहिँ फ्र्याक्चर भए अब त्यहाँ चाहिँ क्यालस जम्मा रहिरह्यो भने एक्सरे गर्दाखेरि के देख्छ त? बढी क्यालस देख्छ नि, त्यहाँ केही न केही भएको छ। तर फ्र्याक्चर साइटको अब हामीले क्यालस चाहिँ रिमुभ गरिदियौँ भने त्यहाँ हामीले पछि एक्सरे गरेर हेर्दाखेरि त्यति थाहा हुन्न नि त। राम्रोसँग हिल भइसकेपछि पछि थाहा हुन्न नि त होइन। त्यसको लागि हाम्रो ओस्टियोक्लास्टले चाहिँ के गरिरहेछ, वर्क गरिरहेछ, तिनीहरूको सेपहरूलाई अप्टिमम सेप जस्तो सेपहरू छन् तिनीहरूलाई मेन्टेन गर्नको लागि काम गरिरहेको छ होइन। ओस्टियोसाइट भनेको के हो त? मेन्टेन एन्ड मोनिटर बोन्स टिस्यु फर न्यू बोन फर्मेसन। अब जस्तै कि हाम्रो बडीमा कुनै पनि सेलहरू एक्सेस भयो भने तिनीहरूले केही न केही साइड इफेक्टहरू गर्छन् कि गर्दैन? गर्छन् नि होइन। तर तिनीहरूलाई हामीले मोनिटर गरिरह्यो भने त तिनीहरूले त्यति हार्म पनि गर्न पाउँदैन अनि वर्क पनि राम्रो गर्छ। हामीले अघि मैले भने फ्याटले हामीलाई चाहिने मात्रामा लियो भने त त्यसले हार्म त गर्दैन होइन, कोलेस्ट्रोलहरू त बढाउँदैन। तर हामीले एक्सेस मात्रामा लियो भने, चाहिने भन्दा बढी लियो भने त्यसले त हाम्रो कोलेस्ट्रोल लेभलहरू बढाउँछ, हार्ट प्रब्लमहरू गराउँछ होइन। डायबिटिजहरू गराउन सक्छ कार्बोहाइड्रेटहरूले एक्सेस भयो भने होइन। राम्रोसँग पेनक्रियाजले काम गरेन भने चाहिँ हाम्रो इन्सुलिन लेभलहरू बढ्न सक्छ, इन्सुलिन प्रोडक्सन भएन भने ब्लड ग्लुकोज लेभल चाहिँ डिक्रिज हुँदैन। अनि त्यस्तै अब ओस्टियोसाइटले चाहिँ मेन्टेन गरिरहेको हुन्छ, मोनिटर गरिरहेको हुन्छ बोन सेलहरूलाई। तिनीहरू कस्तो काम गरिरहेछन्, कस्तो काम गरेनन्, प्रोपरली काम भइरह कि नै, त्यो सबै हेर्ने कुन सेलले हो त? ओस्टियोसाइटले हो है। यतिमा केही डाउट छ माथिको? छैन है। क्लासिफिकेसन अफ बोन, बोनको क्लासिफिकेसन अथवा टाइप्स भन्यो, बोनको टाइप्स अथवा क्लासिफिकेसन भने अथवा क्लासिफाइड भन्यो। कति भागमा हामीले विभाजन गर्न सकिन्छ त, कुन कुन आधारमा विभाजन गर्न सकिन्छ त भनेर हामीले यसमा हेर्ने है। एकर्डिङ टु सेप अफ बोन, सेपको आधारमा हामीले कति भागमा विभाजन गर्न सकिन्छ होइन, कुन कुन बोनहरू कस्तो सेपको छन् त्यो हेर्ने हामीले। लङ बोन, लामो बोनहरू कुन कुन छ त? ह्युमरस, रेडियस, अल्ना, टिबिया, फिबुला, फिमर, क्लेभिकल, फेलेन्जेस, मेटाटार्सल, मेटाकार्पल। मेटाटार्सल अनि मेटाकार्पल भने कहाँ कहाँको बोन हुन् थाहा छ? सन्देश मेटा हजुर मेटाटार्सल भनेको हाम्रो खुट्टाको है। टार्सल भन्ने बोन छ नि त एङ्कलको ठ्याक्कै मुनि होइन, त्यसलाई हामीले टार्सल भन्छौँ। त्योभन्दा फेलेन्जेस हाम्रो औँलाहरूको माथिपट्टि छोप्नु त, त्यहाँ हेर्नु
बोनहरू छ लामो लामो अलि, त्यसलाई हामीले मेटाटार्सल भन्छौँ। अनि हातको औँलाको मुनि हेर्नु, त्यो पनि लामो लामो अलि बोनहरू छ, त्यसलाई हामीले के भन्छौँ त? मेटाकार्पल भन्छौँ। त्यो सानोवाला सर्टर बोनमा कार्पल अनि टार्छ। जुन सर्टर बोनहरू छ यो औँलाको भन्दाको तल कार्पल भयो, त्यो भन्दा कार्पल मुनि हुन्छ। रेडियस र अल्न यहाँ छ होइन खुट्टाको, अनि रेडियस र अल्न हातको होइन, त्योभन्दा ठ्याक्कै एट्याच भएको हुन्छ नि, त्योभन्दा मुनि हुन्छ होइन। कार्पलहरू र टार्सलहरू ल्यागमा हुन्छ है। फ्ल्याट बोन कुन कुन छ त? क्रेनियम छ, स्क्यापुला छ, पेल्भिकको बोनहरू, स्टेर्नम र रिब्सहरू नि फ्ल्याट छन्। रिब्सहरू कति पेयरको छन् रे? 12 पेयरको होइन, रिब्सहरू 12 पेयरको छन्, 24वटा छन् है। सिसमोइड बोन भनेको के त? पटेलालाई हामीले सिसमोइड बोन भन्छौँ। पटेलालाई हामीले नी क्याप भनेर पनि चिन्छौँ है। न्युमेटिक बोन भनेको एयर फिलिङ बोनहरू कुन कुन छ? जुनमा चाहिँ एयर फिल्ड हुन्छ। मेक्जिला छ, मेक्जिलरी साइनस पनि हुन्छ। स्पेनोइड बोन छ, स्पेनोइड साइनस पनि हुन्छ। एथमोइडल बोन, एथमोइडल साइनस पनि हुन्छ। फ्रन्टल साइनस पनि हुन्छ र फ्रन्टल बोन पनि हुन्छ है। यो 4वटा साइनस पनि हुन्, 4वटा बोन पनि हुन्छ। यिनीहरू एयर कन्टेनिङ एयर फिल्ड बोनहरू हो है। इरेगुलर बोनहरू कुन कुन छ त? बडीभरको छ र फेसको बोनहरू छ। फेसको बोनहरूको सेपहरू मिलेछ र मिलेको छैन नि, न तिनीहरू सर्टर छन्, न लङ्गर छन्, न एयर फिल्ड नै छन्, न तिनीहरू सिसमोइडै होइन, इरेगुलर सेपको छ। त्यही भएर हामीले त्यसलाई त्यसको सेपको आधारमा इरेगुलर बोनमा राखेको हो। र अन द बेसिस अफ डेभलपमेन्ट, विकसितको आधारमा, बनिरहेको आधारमा कस्तो छन् तिनीहरू होइन, त्यसको आधारमा मेम्ब्रेनस बोन, कार्टिलेजस बोन, मेम्ब्रो कार्टिलेजस बोन हामीले 3 भागमा डिभाइड गरेछौँ होइन। अन द बेसिस अफ रिजन, कुन कुन रिजनको आधारमा छुटाएको छन् त? हामीले एक्जियल स्क्लेटन भन्छौँ। बोन अफ एक्जियल स्क्लेटन मैले लेखेको छु होइन, तर यो बोन अफ नै हेर्नु, एक्जियल स्क्लेटन मिन हो होइन, र एपेन्डिकुलर स्क्लेटन हो। एक्जियल स्क्लेटनमा कतिवटा छन् त? 80वटा बोनहरू छन् र एपेन्डिकुलरमा 126वटा गरी कतिवटा टोटल भयो त? 206वटा बोन। हाम्रो एडल्टमा चाहिँ 206वटा बोन हुन्छ भने न्यू बोर्न बेबीमा कतिवटा बोन हुन्छ? चेरमा भन्दिनँ, म चेट हेरिरहेको छु, चेरमा भन्दिनँ। तिन सयवटा हुन्छ है। न्यू बोर्न बेबीमा 300वटा हुन्छ बोनहरू। तिनीहरू जस्तै कि तिनीहरू अब एजहरू तिनीहरूको इन्क्रिज हुँदै जान्छ र ती बोनहरू फ्युज भएर एउटा बोन बनिरहेको हुन्छ र लास्टमा बनिसके 21 वर्ष पुग्दा पुग्दा तिनीहरूको 206वटा बोनहरू हुन्छ। सबै बोनहरू फ्युज भएर एउटैमा जुट्छ। एक्जियल स्केलेटलमा न्यू बोर्नमा चाहिँ बडी नै हुन्छ है सर? 300वटा हुन्छ 300 हुन्छ, 300को हाराहारीमा हुन्छ। ठुलो हुँदै जान्छ अनि त्यसमा बोन पनि तिनीहरू चाहिँ ती बोनहरू चाहिँ एक आपसमा फ्युज हुँदै जान्छन्। जस्तै कि टुक्रा न्यू बोर्न बेबीको अब शरीर पनि छानो भयो भने तिनीहरूलाई मोड्न सकिन्छ नि होइन। मेरै भाइ छ होइन, पहिले चाहिँ त्यो अलि कति 6 वर्षको हुँदा त्यसको यो मिडल फिङ्गर छ नि औँला हातको, त्यो चाहिँ एकदमै पछाडि कार्पलको बोनमा त्यसले छोप्थ्यो के, त्यससँग टाँस्न मिल्थ्यो, त्यसले पछाडि गरेर नै बाङ्गो गर्थ्यो एकदमै छाप्न। तर अहिले हेर्दाखेरि त्यसको चाहिँ मिल्दैन। तिनीहरू बोनहरू चाहिँ वृद्धि पनि भइरहेछन्, तिनीहरूको विकास पनि भइरहेछ होइन, डेभलपमेन्ट पनि भइरहेछ र तिनीहरू के भइरहेछन् त? फ्युज पनि भइरहेछन्। अनि कार्टिलेजस जुन कुरकुरे हड्डी मैले अघि भने नि त, कार्टिलेज बोनहरू होइन, हाम्रो कानहरू छाप्नु त
त्यो चाहिँ अहिले नि मर्न मिल्छ त्यो कार्टिलेजस बोन है। त्यही भएर ए कार्टिलेजहरू बढी हुन्छन् पहिला अनि तिनीहरू चाहिँ अलि वृद्धि हुँदै जाँदाखेरि तिनीहरू अलि हार्ड हुन्छन् है। त्यही भएर हामीले त्यो फ्युज भएर हुँदा हुँदा अनि कम हुन्छ बोनहरू एडल्ट। एक्जियल स्केलेटरहरूमा कुन कुन बोनहरू पाउँछ त? स्कल, स्कलमा चाहिँ 22वटा बोनहरू हुन्छ। बडीमा 33वटा बोन हुन्छ। स्टर्नम एउटा, रिब्स 12 पेयर अथवा सिङ्गलमा 24, डबलमा भन्दाखेरि 12वटा है। एपेन्डिकुलर बोनहरू कुन कुन छन् त? अप्पर लिम भनेको के रे? माथिको सर माथिको दुवै हात होइन कि खुट्टा? माथिको दुवै हात है। एउटा हातमा चाहिँ 30वटा बोन हुन्छ र दुवै हात गरेर 60वटा बोन भयो। लोवर लिम्बमा त्यस्तै एउटा खुट्टामा चाहिँ 30वटा हुन्छ, दुवैमा गरेर 60वटा भयो। पेल्भिकमा चाहिँ 2टा बोन हुन्छ है, एउटा दुईटा 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 भयो। क्लेभिकल चाहिँ 2वटा, स्केपुला चाहिँ 2वटा। यसलाई सोल्जर ग्लिन्डर अनि एउटा अझै के भन्छ के अरे यसलाई मलाई एक्ज्याक्टली याद आएन, यो म पछि भनिदिन्छु। सोल्डर ग्लिन्डर भनेर निश्चिन्छौँ यसलाई हामीले, यो दुईटालाई। क्लेभिकल हाम्रो 2टा हुन्छ र स्केपुला 2टा हुन्छ है। अन द बेसिस अफ माइक्रोस्कोपिक एप्रोच, माइक्रोस्कोपले हेर्दाखेरि हामीले कस्तो कस्तो बोन हेर्न पाइन्छ त? अघि मैले भने कम्प्याक्ट बोन जुन अलि हार्ड हुन्छ, जुन अलि हार्ड हुन्छ, हामीले जुनलाई त्यति राम्ररीसँग मोड्न अथवा फुटाउन सक्दैनौँ। एउटा स्पोन्जी बोन जुनमा चाहिँ के हुन्छ त? रेड बोन मेरो हुन्न, कम्प्याक्ट बोनमा येल्लो बोन मेरो हुन्न होइन, त्यही त हो होइन। फङ्सन अफ बोन, बोनको फङ्सनहरू के छन् त अब भन्न सकिन्छ? body attachment to muscles and ल हामीले हेरौँ फङ्सन अफ बोन। बडीलाई एउटा चाहिँ फ्रेमवर्क प्रोभाइड गरेको हुन्छ जसले चाहिँ हामीले उभ्न, हिँड्न, हिलडुल गर्न, अलि डेली वर्कहरू गर्नमा मद्दत गरेको हुन्छ। मसल्स र टेन्डनहरूलाई एट्याच गरेको हुन्छ। अघि मैले सुरुमा नै भनेको मसल्सहरूलाई अब एट्याच गरेर राखेन भने के हुन्छ त? हाम्रो बडीको सेप हुन्न होइन, हाम्रो बडीले राम्रोसँग कुनै पनि फङ्सन गर्न सक्दैन होइन। अनि एउटा बााउन्ड्रिज फर्म गरेको हुन्छ, बनाएको हुन्छ, जसले चाहिँ हाम्रो इन्टरनल अर्गनहरूलाई जस्तै कि लङ्स होइन, स्पिनहरू, पेन्क्रियाज अनि स्पिनहरू माथि बोन हुन्छ हुँदैन नि होइन। पेरिटोनियल क्याभिटीले तिनीहरूलाई प्रोटेक्ट गरेको हुन्छ होइन। अनि हार्टहरू भयो तिनीहरूलाई प्रोटेक्ट गरेको हुन्छ, हाम्रो ब्रेनलाई प्रोटेक्ट गरेको हुन्छ होइन स्कलको बोनहरूले। अनि रिजर्भियर अफ मिनरल स्पेसल्ली क्याल्सियम एन्ड फस्फेट मिनरलहरूको रिजर्भ गरेर राखेको हुन्छ जसले चाहिँ हाम्रो बोन फर्मेसनमा के गर्छ त? मेनली हेल्प गर्ने यिनीहरू होइन, इनअर्ग्यानिक कम्पाउन्ड। अनि कन्टेन रेड बोन मेरो एन्ड इट्स हेल्प्स टु प्रड्युस ब्लड सेल। के गरेको हुन्छ त? रेड बोन मेरो कन्टेन गरेको हुन्छ जसले हाम्रो ब्लड सेलहरू कन्टेन गर्न मिल्छ। अनि येल्लो बोन मेरो हुन्छ, तिनीहरूले के गर्छन् त? के गर्छन्? फेडहरू स्टोर गरेर राखेको हुन्छ है। अनि स्कलको बोनहरू कुन कुन हुन्छ त? स्कलमा बोनहरू कुन कुन? 2टा गरी हामीले छुटाएको छौँ। एउटा क्रेनियम बोन भनेको हाम्रो टाउको बोनहरू होइन, अनि फेसियल बोन है, फेसको बोनहरू। क्रेनियम बोनमा चाहिँ 8वटा बोनहरू हुन्छ। फ्रन्टल बोन एउटा,
parietal बोन दुईटा, टेम्पोरल बोन दुईटा, ओसिपिटल बोन एउटा, स्फेनोइड बोन एउटा, एथमोइड बोन एउटा है। यिनीहरू यो दुईटा सबै जुन छ हैन हजुर ठिकै छ सर, ठिकै छ, भन्नुहोस् न। यो पेराइडल अनि टेम्पोरल जुन छ नि हैन, यिनीहरूलाई चाहिँ प्राय याद गरिराख्नु दुईटा दुईटा हुन्छ। बाँकी जति क्रेनियम बोनहरू छ तिनीहरू एउटा एउटा हुन्छ है। फेसियल बोनमा 14वटा बोन हुन्छ, जाइगोमेटिक अथवा चिक बोन भन्छौँ हामीले 2वटा, मैक्सिलर 2वटा, नेजल बोन 2टा, लेक्रिमल बोन 2टा, बोमर बोन एउटा, पेलेटाइन बोन एउटा, इन्फेरियर टर्बिनेट 2टा, मेन्डिबल एउटा है। सेकेन्ड ओसिफाई बोन भनेर यदि सोध्यो भने विच बोन इज सेकेन्ड ओसिफाई बोन, विच बोन इज अल्सो नोन एज सेकेन्ड ओसिफाई बोन भनेर सोधियो भने हामीले मेन्डिबल आउँछ। फर्स्ट ओसिफाई बोन मैले भनेको कुन बोन हो त? क्लेभिकल हो है। सबैभन्दा पहिलो बोन बन्ने हाम्रो इन्ट्रायुटेरिन लाइनमा चाहिँ क्लेभिकल हो। त्यसपछि कुन बोन बन्ने हो त? मेन्डिबल बोन बन्ने हो फेसको है। बोन अफ भटिभरामा चाहिँ 33वटा बोनहरू छन्। अस्ति मैले भनेको थिएँ एउटा यो स्याक्रम छुटेको थियो है। सर्भाइकल बोन 7वटा, थोरेसिक बोन 12वटा, लम्बर 5वटा, स्याक्रम 5वटा, कोकिक्स 4वटा। अस्ति मैले रिजन पढाउने बेलामा हैन, एब्डोमिनलको फर्स्ट युनिटमा रिजन पढाउने बेलामा कुन कुन रिजन हुन्छ भनेर सोद्धाखेरि यो लम्बर रिजन एउटा हुन्छ कि नै? हुन्छ सर। राइट लम्बर अनि लेफ्ट लम्बर। यो लम्बर रिजन किन पर्न गयो त? यो ठ्याक्कै लम्बर बोनको साइडमा छ, त्यही भएर लम्बर बोन पर्न गयो है। यदि यस्तो यस्तो अलि मिलाएर पढ्दाखेरि राम्रोसँग याद हुन्छ कि है। बोन अफ अप्पर लिम्बमा कुन कुन बोनहरू छ त? दुवै एन्डमा हुन्छ है। त्यही भएर मैले तल 60 लेखेको छु, यहाँ बोथ लेखेको छु। अनि होइन यो सर यहाँ लेख्नु भएको छ नि 30वटा बोन मात्र छ, अनि कसरी यहाँ 2टा ह्युमरस कसरी आयो, 2टा रेडियस कसरी आयो भनेर नभन्नु होला। 2टाको एकैचोटि मैले लेखेछु है। ह्युमरसको 2टा हुन्छ, ह्युमरस रेडियस 2टा भयो, अल्ना 2टा भयो। कार्पल चाहिँ एउटा हातमा चाहिँ 8वटा हुन्छ, दुवै गरेर 16वटा भयो। मेटाकार्पल एउटामा चाहिँ 5वटा हुन्छ, दुइटै गरेर 10वटा भयो। सरी यतिको लागि फ्यालेन्जेस चाहिँ एउटा हातमा चाहिँ 14वटा हुन्छ हैन। यहाँ आफ्नो औँला चाहिँ यसो मोडी मोडी हेर्नु त, जुन चाहिँ 3चोटि मोड्यो हैन त्यसमा 3टा छ बोन, अनि जुन चाहिँ 2चोटि मोड्यो त्यो चाहिँ एउटा, औँठा चाहिँ 2चोटि मात्र मोड्छ त्यो हेर्नु होला। त्यही भएर 14वटा भयो, नत्र भने 15वटा हुन्थ्यो। औँठा पनि 3चोटि मोडेको भए त्यहाँ बिचमा 3वटा चोटि बेन्ड हुन्थ्यो भयो, त्यो चाहिँ 15वटा हुन्थ्यो र यो चाहिँ 62 हुन पुग्थ्यो हैन। अनि लोवर लिम्बमा कुन कुन बोनहरू हुन्छ त? टोटल गरेर 60वटा अप्पर लिम्बमा बोन भयो। लोवर लिम्बमा कतिवटा बोन हुने भयो त? 60वटा बोन हुने भयो, दुवै खुट्टा गरेर। कि कुन कुन छ त? फिमर चाहिँ 2टा भयो, दुइटै लेगको। पेटेला 2टा भयो, एउटा एउटा दुवै लेगको। टिबिया 2टा, एउटा एउटा दुवै लेगको। फिबुला 2टा, एउटा एउटा गरेर। टार्सल बोन 14वटा। हेर्नु त यहाँ कार्पल 16वटा छ। त्यसकै अपोजिट हामीले पढ्ने बेलामा बुझेर पढ्छौँ टार्सल। कार्पल त 16वटा भयो, तर टार्सल चाहिँ 14वटा। किन त? यहाँ पटेला आयो नि त 2टा, त्यही भएर यहाँ 2टा डिक्रिज हो। र टार्सल छाम्नु त, टार्सल छाम्न नि सकिन्छ। अब छाम्न सकिएन भने अब एक्स्ट्रा खुट्टाको आयो भने होइन, फिटको आयो भने त्यहाँ हेर्नु होला टार्सल चाहिँ कतिवटा छ, 7वटा पो हुन्छ है। त्यस्तै गरी मेटाटार्सल 5 गरेर 10वटा दुइटै खुट्टाको। फ्लेन्जेस चाहिँ 14 गरेर 28वटा, टोटल 60वटा है। 60वटा टोटल। अब कति बोन भइसक्यो त? यो दुवै अप्पर लिम्ब अनि लोवर लिम्ब गरेर 120 भयो है। अब फर्स्ट ओसिफाई बोन कुन हो त? पहिलो बन्ने अघि मैले भनिदिइसकेँ, क्लेभिकल हो। सबैभन्दा ठुलो बोन कुन हो हाम्रो बडीको भनेर सोधियो भने
फिमर 45 सेन्टिमिटरको हुन्छ। स्मलेस्ट बोन कुन हो त? स्टेप्स। यो स्टेप्सहरू होइन हामीले पढ्दाखेरि चाहिँ अब 206वटा बोन मात्र पढ्छ, तर कानको इयरको बोनहरू चाहिँ 3टा हुन्छ होइन, मिस भनेर पढ्नु होला होइन। तिनीहरूमा चाहिँ स्टेप हामीले सबैभन्दा स्मलेस्ट बोन स्टेप भन्छौँ, अनि चाहिँ पढ्ने बेलामा चाहिँ 206वटा, अब तिनीहरूलाई लियो भने 209वटा हुन्छ। किन हो सर? तिनीहरूले चाहिँ हामीले कम्प्लिटली गर्दैनौँ है, तिनीहरूलाई अहिलेसम्म कसैले नै गर्दैन। त्यो भएर हामीले धेरै अब पढ्ने भनेर नगर्नु होला, नत्र भनेको अप्सनमा 206वटा, 209वटा, 203वटा अनि 212वटा दिएछ भने 209वटा हुन्छ भनेर लाएर आउनु होला। 206वटामै मनै टिक लाउनु होला है। बोन मेरो कुनमा अप्सन हुन्छ त? कुन बोनमा चाहिँ बोन मेरो हुँदैन, क्लेभिकलमा हुँदैन है। क्लेभिकललाई हामीले कुन बोन पनि भन्छौँ रे? ब्युटी बोन भनेर निस्किन्छ है। ब्युटी बोन भनेर अब दुब्लो पात्लो मान्छेमा माने दुब्लो युज्नु देख्छ, अब त्यो ब्युटी छ अरे भनेर नभन्नु होला है। नम्बर अफ बोन इन एडल्ट 206वटा हुन्छ। नम्बर अफ बोन इन न्यू बोर्न 300वटा हुन्छ। नम्बर अफ जोइन्ट इन ह्युमन बडी कतिवटा जोइन्टहरू हुन्छ? 360वटा हुन्छ। नम्बर अफ बोन इन थोरेसिक केज 37वटा। 37वटा बोन कसरी भएको सन्देश भन्न सक्छ? भन्न सकिन्छ भने भन्नु। कुन कुन बोनलाई जोडेर भएको छ त्यति मात्र भनिदिनु, नत्र भने बोनको नाम मात्र भनिदिनु, म बुझिहाल्छु। म भन्दै हजुरले भन्नु। रिब्सको चाहिँ 12 पेयर 24वटा होइन। थोरासिक बडीबाट चाहिँ कति? 12वटा। अनि एउटा कुन त? स्टेर्नम। त्यति गरेर चाहिँ के कति भयो त? 37 भयो नि। 24वटा के अरे रिब्स, 12वटा चाहिँ थोरेसिक बोन, थोरेसिक बडीबाट बोन, कति 36वटा भयो। एउटा स्टर्नम 37वटा भयो है। जोइन्ट्स अब कुन कुन जोइन्ट्सहरू छन् त हाम्रो बडीमा? फाइब्रस अथवा फिक्स जोइन्ट जुन चाहिँ हामीले मुभ गर्न मिल्दैन। इक्जाम्पल जोइन्ट्स प्रेजेन्ट इन बिट्विन बोन अफ स्कल, हामीले सुचर पनि भन्छौँ, जुन चाहिँ स्कलको बिट्विनहरू हुन्छ। टिथ, म्याक्जिलर एन्ड म्यान्डिबल, यिनीहरू बोनलाई हामीले चाहिँ हल्लाउन नि सक्दैन, मुभ नि गर्न सक्दैन है। तिजलाई हामीले मुभ गर्न सक्छौँ त? गर्छौँ भने निस्किहाल्यो नि त, त्यो भाँच्यो नि होइन। मेन्डिबलहरूलाई नि त्यस्तै, म्याक्जिलरहरूलाई नि त्यस्तै। सेजाइटल सुचर बिट्विन पेराइटल बोन, जुन चाहिँ पेराइटल बोनको बिचमा हुन्छ। लेमोइड सुचर बिट्विन पेराइटल एन्ड ओसिपिटल। कोरोनल सुचर बिट्विन पेराइटल एन्ड फ्रन्टल बोन। मेटोपिक सुचर बिट्विन फ्रन्टल बोन, अगाडिको बोनहरूको बिचमा जुन चाहिँ जोइन्ट हुन्छ त्यसलाई हामीले मेटोपिक सुचर भन्छौँ। कार्टिलेजियस अथवा स्लाइटली मुभेबल जोइन्ट, जुन चाहिँ अलिकति हामीले मुभ गर्न सक्छौँ, जस्तै कि सिम्फाइसिस पेभिसको बोन अथवा जोइन्ट बिट्विन बडीबाट। हामीले चाहिँ आफ्नो शरीरलाई तन्काउने बेलामा पिठलाई अलि झुकाउन नि सकिन्छ, अलि पछाडि लाग्न नि सकिन्छ, तर कम्प्लिटली मोड्न सकिँदैन नि त होइन। त्यो चाहिँ स्लाइटली मुभेबल हो है। साइनोभियल अथवा फ्रिली मुभेबल, जुन चाहिँ हामीले इजिली हिलडुल गर्न सक्छौँ, जस्तै कि कुन कुन जोइन्ट छ? बल एन्ड सकेट जोइन्ट, सोल्जर र हिपको जोइन्टहरू। सोल्जरलाई हामीले जस्तो चाह्यौँ त्यस्तै घुमाउन सक्छौँ है। हिङ जोइन्ट, इल्बो, नी, एङ्कल, इन्ट्राफ्लेन्जल जोइन्ट। इन्ट्राफ्लेन्जल जोइन्ट भनेको हाम्रो औँला फ्लेन्जेस छ, त्यसको बिचको जुन चाहिँ जोइन्ट छ त्यसलाई हामीले इन्ट्राफ्लेन्जेस जोइन्ट भन्छौँ। ग्लाइडिङ जोइन्ट बिट्विन कार्पल बोन एन्ड टार्सल बोन।
कार्पल बोन र टार्सल बोनको बिचमा जुन छ जोइन्ट त्यसलाई हामीले ग्लाइडिङ जोइन्ट भन्छौँ र पाइभोट जोइन्ट बिट्विन C1 एन्ड C2 पहिला कोकिक्स पहिला कुन बोन छ बडी बराबर सर्भाइकल भन्छ नि होइन सर्भाइकलको पहिलो र दोस्रोको बिचमा जुन जोइन्ट छ हामीले त्यसलाई पाइभोइड जोइन्ट भन्छौँ अलिकति यस्तो घाँटी घुमाउनु पुरै घुम्दैन तर घुम्छ होइन कन्डिलोइड जोइन्ट एन्ड सेटल जोइन्ट रिस्ट र टेम्पोरोमेन्डिबुलर रिस्टको जोइन्ट र त्यो टेम्पोरोमेन्डिबुलर हाम्रो यहाँ मुख आ गर्नु त जुन मुभ भइरहेछ होइन त्यसलाई हामीले टेम्पोरोमेन्डिबुलर जोइन्ट भन्छौँ यसमा अरू केही सोध्नुपर्ने कुरा छ छैन हजुर केही सोध्नुपर्ने कुरा छ यसमा छैन हुन्छ त्यसो भए हामीले आज कार्डियोभस्कुलर सिस्टम नै अलिकति स्टार्ट गर्छौँ है यो चाहिँ इक्जाम दिएको थियो ले आज बल्ल बल्ल खोले अनि लिङ्क या ओपन भएन लाइन कट थियो अनि डाटाले गर्दा नेट नचलेर अनि पछि खोल्दाखेरि